मित्रहरू, यहाँहरूलाई मैले किडनीको विभिन्न उपचारका तरिकाहरू भनिसकेको छु। त्यसै गरी आज म अर्को उपचार पनि भन्दैछु। यदि किडनीको क्रिएटिनाइन, युरिक एसिडहरू बढेको छ भने त्यसलाई ठिक पार्ने एउटा अर्को सजिलो उपाय पनि छ। त्यो चाहिँ के हो भने गुर्जो हो। गुर्जो अब गाउँघरतिर कतै रोपेको पनि हुनसक्छ अथवा आयुर्वेदिक पसलतिर किन्न पनि पाइन्छ अथवा कसैको घरमै पनि रोपेको हुन्छ। धेरै पनि चाहिँदैन। 6 इन्च जति 6 इन्च जति को डन्डीलाई 2 टुक्रा 3 टुक्रा पारेर भिजाउने, ओभरनाइट भिजाउने, भोलिपल्ट बिहान त्यसलाई उमालेर त्यसको पानी पिउने। यसरी 15-20 दिन जति गर्नाले तपाईँले क्रिएटिनाइन र युरिक एसिड दुवै घटेको पाउनुहुनेछ। यो चाहिँ बिहान खाली पेटमा खानुपर्ने हुन्छ। गरेर हेर्नुहोला, तुरुन्तै रिजल्ट दिन्छ। यदि कसैले यो उपचार गर्नुभयो र त्यसको रिजल्ट आएको छ भने यो मलाई कमेन्टमा पनि भन्नुहोला। धन्यवाद।